नमस्ते सबैजनालाई। यदि हजुरहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईहरु डेनमार्क आउने ट्राईमा हुनुहुन्छ होला र के कस्तो छ हैन यहाँ भनेर बुझ्न खोज्नु भएको होला। सो मैले चाहिँ यो भिडियो बनाउँदै छु। यो चाहिँ मेरो फर्स्ट भिडियो हो। यसमा चाहिँ मैले तपाईहरुलाई कलेजमा अफर लेटरको लागि कसरी अप्लाई गर्ने, के चाहिन्छ, पेपरहरु, प्रोसेस के छ हैन, त्यो सबैको बारेमा म भन्छु। यसमा चाहिँ तपाईहरुलाई म चाहिँ बुझाउने प्रयास गर्छु। पहिला चाहिँ हामीले कलेजमा आउनको लागि चाहिँ डेनमार्क आउने भने अफर लेटरको लागि अप्लाई गर्नुपर्छ हैन। अफर लेटरको लागि अप्लाई गर्दाखेरि तपाईले चाहिँ चाहिने भनेको सबसे मेन र इम्पोर्टेन्ट कुरा भनेको चाहिँ आइएलटीएस को चाहिँ तपाईको सर्टिफिकेट चाहिन्छ। हामीले आइएलटीएस गरेको सर्टिफिकेट चाहिन्छ, जुनमा चाहिँ तपाईको ओभरअलमा चाहिँ 6.5 र इच ब्यान्ड चाहिँ नट लेस देन 6 चाहिँ चाहिन्छ। अर्को भनेको तपाईले एउटा कलेजलाई चाहिँ मोटिभेसनल लेटर लेख्नु पर्ने हुन्छ हैन। यो काम चाहिँ कन्सल्टेन्सीहरुले पनि लेखिदिन्छ हैन। तपाईहरुले भन्नुभयो भने तर उनीहरुले एउटा फी चाहिँ चार्ज गरेर लेखिदिने गरेको छ। सो मेरो सजेसन के हुन्छ तपाईहरुलाई भन्दाखेरि सकेसम्म मोटिभेसनल लेटर चाहिँ आफै लेख्नु होला। बरु स्याम्पलहरु पढेर हैन, कन्सल्टेन्सीसँग भएको पेपरहरु या त साथीहरुसँग भएको चाहिँ छ भने उनीहरुसँग भएको पढेर र आफैले लेख्न ट्राई गर्नु होला। कस्तो हुन्छ, के गर्ने भनेर आइडिया भइसकेपछि एउटा आफैले लेखेको राम्रो, किनकि अर्को कपी पेस्ट गरेको चाहिँ त्यसले अलिकति नराम्रो इम्प्रेसन नि हुन्छ हैन तपाईहरुको फर्स्ट ट्राईमै। सो अर्को भनेको चाहिँ तपाईको कलेज या ब्याचलरमा आउँदै हुनुहुन्छ भने तपाईको प्लस 2 को सर्टिफिकेट्सहरु सबैको ट्रान्सक्रिप्ट चाहिँ बनाउनु पर्छ। मास्टर्समा आउँदै हुनुहुन्छ भने प्लस 2 र ब्याचलरको सायद मास्टर्सको लागि चाहिँ पर्छ हैन ट्रान्सक्रिप्ट गर्नु। अनि अर्को भनेको तपाईको पासपोर्टको कपी चाहिँ चाहिन्छ। र कुनै युनिभर्सिटिजमा, सबैमा त माग्दैन, तर कुनै युनिभर्सिटिजमा चाहिँ हामीले जुन कलेजमा लास्ट टाइम पढाएको थियौं, जस्तो प्लस 2 हो या ब्याचलर हो भने त्यो कलेज स्कुलबाट चाहिँ तपाईले रेकमेन्डेसन लेटर पनि माग्न सक्छ अफर लेटरको लागि अप्लाई गरिसकेपछि। यति गरेपछि तपाईको केही दिन या केही महिना जति हुन्छ हैन वेट गर्नुपर्ने हुन्छ। सो नआत्तिकन तपाईले 2-3 महिना जति नै वेट गर्नुपर्ने हुन्छ। कुनै केसमा टाइम नै लाग्छ। सो वेट गर्नु होला। डेनमार्कको चाहिँ खासमा अफर लेटर आउन अलिक टाइम नै लाग्छ हैन। तर फेरि यस्तो छ, तपाईको अफर लेटर आयो भने चाहिँ 90% जति भिसाको चान्स नै हुन्छ भनेर चाहिँ मतलब एउटा कन्सेप्ट चाहिँ छ हैन सबैमा कि अफर लेटर आयो भने, कलेजको तपाईको अफर लेटर आयो भने चाहिँ तपाईको भिसा पनि स्योर नै आउँछ भनेर। अब चाहिँ कुरा भयो अफर लेटर आयो हैन। अफर लेटर आइसकेपछि अब के गर्ने त भन्दाखेरि तपाईले कलेजमा चाहिँ कन्डिसनल र अनकन्डिसनल दुई खालको अफर लेटर आएको हुन्छ। यदि तपाईको अनकन्डिसनल आएको छ भने चाहिँ अब पढ्नु होला। कन्डिसनल रहेछ भने, अनकन्डिसनल रहेछ भने चाहिँ तपाईले के गर्नुपर्छ भन्दा त्यहाँ एउटा डेडलाइन दिएको हुन्छ कि एक्सेप्ट गर्ने अफर लेटर हैन। तपाई कलेजमा एडमिसन कन्फर्मेसन गर्ने हो कि नगर्ने हो कि भनेर हैन, त्यसको लागि एउटा डेडलाइन दिएको हुन्छ एक्सेप्ट गर्नको लागि। तपाई स्योर हो, जाने हो भनेपछि त्यो चाहिँ पेपरमा साइन गरेर त्यो टाइम भन्दा चाहिँ अगाडि नै कलेजलाई बुझाइसक्नुपर्छ। त्यो बुझाइसकेपछि तपाईले कलेजबाट ट्युसन फीको लागि भनेर मेसेज आउँछ। ट्युसन फी बुझाउनु पर्छ। ट्युसन फी बुझाएपछि कलेजबाट चाहिँ तपाईलाई ST1 फर्म दिन्छ। त्यो ST1 फर्म भर्न दिएपछि यसको मतलब भयो कि तपाईले बुझाएको पैसा कलेजले पाइसक्यो हैन। कलेजले पाइसकेपछि मात्र तपाईलाई ST1 फर्म दिन्छ, त्यो भन्दा अगाडि दिदैन। त्यो गरिसकेपछि तपाईले नेक्स्ट भनेको चाहिँ केस अर्डर आईडी पेमेन्ट भन्ने हुन्छ। त्यो चाहिँ बैंकबाट गर्नुपर्ने हुन्छ। नेपालमा यो चाहिँ जुन बैंकबाट गरे पनि हुन्छ। खासमा यो चाहिँ 1 ग्रेडको बैंकबाट गरिन्छ। तपाईले जुन पनि यहाँ तपाईको नजिकै आफुलाई सजिलो लाग्ने हैन 1 ग्रेडको जुनसुकै बैंकबाट गएर पनि तपाईले गराउँदा चाहिँ हुन्छ। त्यो बैंकमै त्यहाँ मान्छेहरु हुन्छ, हेल्प डेस्कहरुमा तपाईले गएर म चाहिँ यसको लागि हो, कसरी गर्ने, के गर्ने भनेर सोध्नु भयो भने त्यहाँ भन्दिनुहुन्छ। प्राय कतिपय मैले चाहिँ माछापुच्छ्रे बैंकबाट गरेको थिएँ। त्यहाँ चाहिँ एउटा स्याम्पल पेपर नै राखेको हुन्छ कि भरेर कि कसरी गर्ने हो, कहाँ के लेख्ने हैन, त्यो सबै स्याम्पल पेपर नै राखेको हुन्छ ठ्याक्क त्यही ठाउँमा। अनि त्यो सब गरिसकेपछि तपाईले भिसाको लागि चाहिँ एप्लिकेसन दिनुपर्छ। भिसाको एप्लिकेसन दिइसकेपछि नेक्स्ट भनेको स्टेप चाहिँ तपाईले बायोमेट्रिक गर्नुपर्ने हुन्छ। बायोमेट्रिक गर्नको लागि तपाईले VFX छाया सेन्टर जुन थमेलमा छ त्यहाँबाट चाहिँ आफ्नो अपोइन्टमेन्ट बुक गर्नुपर्ने हुन्छ। VFX मा अपोइन्टमेन्ट बुक गरेपछि तपाईको डेट आएपछि त्यहाँ चाहिँ डेटमा अपोइन्टमेन्ट चाहिँ दिनु होला। फिंगरप्रिन्ट्स र आईको स्क्यान चाहिँ मात्र लिने गरेको छ उनीहरुले। अनि अर्को भनेको चाहिँ तपाईलाई अब एउटा अहिले चाहिँ पहिला चाहिँ थिएन, तर यो अहिले के भएको छ भन्दाखेरि इन्टरभ्यु लिने कुरा हुन्छ कि बायोमेट्रिक पछि तपाईको लाइक चान्स चाहिँ एकदम बेसी नै छ हैन इन्टरभ्यु लिने चाहिँ।
किन भन्दाखेरि धेरै फ्रड केसहरू भएर अहिले इन्टरभ्यू चाहिँ सबैको लिन्छ, तर त्यसले खासै केही गाह्रो पर्दैन। नडराउनु होला तपाईँहरू चाहिँ। इन्टरभ्यू सिम्पल नै हुन्छ, जस्तो तपाईँको पर्सनल र तपाईँको स्टडी रिलेटेड क्वेसन नै सोधेको हुन्छ, जस्तो बाहिरको चाहिँ केही सोधेको हुँदैन। त्यो चाहिँ किन यिनीहरूले इन्टरभ्यू गर्छ भन्दाखेरि तपाईँले पढ्न जान लागेको कोर्स होइन, पढ्न जान लागेको कलेजको बारेमा तपाईँले आइडिया छ कि नै भनेर, जेन्युन मान्छे हो कि नै भनेर बुझ्नको लागि मात्रै तिनीहरूले गरिन्छ, ताकि तपाईँले कहाँ जानुहुन्छ, के पढ्ने होइन, त्यहाँ कति साल बस्ने, कति यो हो कि हो भनेर त्यस्तो कुराहरू सब नर्मल कुराहरू सोध्न चाहिँ नर्मल क्वेसनहरू नै सोध्छ। तर त्यो इन्टरभ्यूमा एउटा चाहिँ के डिफ्रेन्ट हुन्छ भन्दाखेरि मलाई चाहिँ भएको हो, मैले आफ्नो एक्सपिरियन्स चाहिँ भन्छु है। त्यहाँ बोल्दाखेरि चाहिँ तपाईँलाई चाहिँ एउटा मतलब अनलाइनमै हुन्छ, तर त्यो अफिस नै भिजिट गर्नुपर्ने हुन्छ, भिएफएक्स नै जानुपर्छ। त्यहाँ गएपछि चाहिँ तपाईँलाई के भन्छ भन्दाखेरि बोल्न भन्छ होइन, क्वेसन सोधेपछि तपाईँले रिप्लाई दिनुहुन्छ है। सो रिप्लाई गर्दाखेरि चाहिँ त्यो एन्सर चाहिँ उनीहरूले पुरै लेख्छ क्या, तपाईँले जे भन्नुहुन्छ नि त्यो सबै लेख्छ उनीहरूले। अनि त्यही भएर अलिक स्लोमा बोल्नु, बिस्तारै बोल्नु होइन, नडराइकन बोल्नु। अनि त्यसो भए अब तपाईँलाई लाग्यो कि मैले बिचमा भन्दाखेरि मिस्टेक भने, मैले चाहिँ लास्टमा होइन बरु यो भनिदिएको अलिकति बेटर हुन्छ भने त्यसको लागि पनि तपाईँलाई टाइम दिन्छ। लास्टमा चाहिँ तपाईँलाई सोध्छ होइन कि यो फाइनल एन्सर हो, यसमा चाहिँ केही करेक्ट गर्नु छ केही छ भनेर। अनि उसले चाहिँ लास्टमा सोधिसकेपछि तपाईँले पढेर सुनाउँछ तपाईँको एन्सर है। त्यो सुनाइदाखेरि तपाईँ चाहिँ सुन्नु होला आफ्नो एन्सर, र त्यसमा केही चेन्जेस गर्न मन छ भने त्यतिखेर चाहिँ चेन्ज गर्न मिल्छ। अनि एकचोटि फाइनल हो सबै ठिक छ भनेर त्यसले सोध्छ, अनि हो भनिसकेपछि चाहिँ अनि बल्ल हामीले चाहिँ त्यो सकिन्छ। खासै क्वेसनहरू त केही पनि सोध्दैन त्यस्तो होइन, गाह्रो चाहिँ केही कुरा सोध्दैन, पर्सनल र स्टडी रिलेटेड मात्रै हुन्छ। तर पनि त्यो उनीहरूले लेखिरहेको हुन्छ, बिस्तारै हुन्छ होइन। अब लेख्ने त अब बिस्तारै हो, मान्छे बोल्दाखेरि अलिकति फास्ट नै हुन्छ। सो हामीले लेख्ने हामीले बोल्ने र उनीहरूले सँगसँगै लेख्ने गरेको हुनाले चाहिँ यो तपाईँको इन्टरभ्यूको चाहिँ टाइमिङ अलिक लामो जान्छ। 40 मिनट जति चाहिँ तपाईँको टाइम चाहिँ जान्छ होइन। मेरो चाहिँ 40 मिनट लागेको थियो। मेबी कसैको अब कतिको बोल्छ त्यो मान्छे कतिको स्पिडमा लेख्छ भन्ने कुराहरूले अलिकति छिटो नै हुनसक्छ, फास्ट नै हुनसक्छ। क्वेसन धेरै छ भने बेसी नै टाइम लाग्न सक्छ तपाईँहरूको। त्यो चाहिँ सो प्रिपेयर हुनु होला। अब कन्सल्टेन्सीहरूले प्रायः भनिरह्यो होला अहिलेको नयाँहरूलाई, तर पनि आफ्नो साइडबाट चाहिँ प्रिपेयर गर्नु होइन। अब हुँदैन भने चाहिँ बेस्ट हो, तर लाइक भइदियो भने चाहिँ त्यो उसको लागि चाहिँ किन पहिले प्रिपेयर नगर्ने भनेर चाहिँ पहिलेबाट प्रिपेयर भएर बस्नु। इन्टरभ्यू चाहिँ आई थिङ्क सबैको अहिले भइ नै राखेको छ, जति पनि नयाँहरू आइरहेको छ तिनीहरू सबको इन्टरभ्यू लिइरहेछ उनीहरूले चाहिँ, ताकि पछि गएर तिनीहरूलाई केही प्रब्लम होस्, मान्छे फेक अप्लाई गरेको छैन भन्ने त्यो कुराहरू बुझ्नको लागि मात्रै हो। क्वेसनहरू पनि इजी नै र नर्मल नै हुन्छ। यति गरेपछि तपाईँको अफर लेटरहरूदेखि लिएर भिजा एप्लिकेसन सबै बुझाएको सबै प्रोसेस सकिन्छ। सो अनि अब लास्टमा भनेको तपाईँले गर्ने भनेको चाहिँ वेटिङ हो। 1 महिना मिनिमममा चाहिँ 1 महिना जति या त्योभन्दा बेसी नै टाइम लाग्न सक्छ तपाईँको भिजाको बारेमा चाहिँ होइन। फाइनल रिजल्ट आउनको लागि चाहिँ के भयो भनेर तपाईँको पासपोर्ट रिटर्न आउनको लागि चाहिँ एमबेसीबाट टाइम नै लाग्न सक्छ। अनि डेनमार्कको चाहिँ एम्बेसी हाम्रो नेपालमा छैन, जो नेपालबाट चाहिँ दिल्ली पठाइन्छ पासपोर्टहरू चाहिँ स्टाम्पको लागि, त्यहाँबाट स्टाम्प लाएर अनि पासपोर्टमा आउँछ। सो त्यसको लागि चाहिँ अलिकति नेपालदेखि इन्डिया अनि फेरि इन्डिया टु नेपाल गर्नको लागि चाहिँ अलिकति ट्रान्सपोर्टेसनहरूले गर्दा ढिलो नै हुनसक्छ कहिलेकाहीँ। सो यो प्रोसेस अलिक लामो हुन्छ। त्यतिखेर अब एउटा होइन छुट्टै हुन्छ कि मान्छेलाई कतिखेर आउँछ, कहिले आउँछ भन्ने हुन्छ कि सबजनालाई। सो म बुझ्छु, किन भन्दाखेरि म पनि आफ्नो पासपोर्ट त्यसरी नै कुरेर बसेको थिएँ होइन। सबजनाले त्यसरी नै वेटिङ हुन्छ, बट नातिकन बस्नु होला। इन्टरभ्यू चाहिँ बेस्ट दिनु होला आफ्नो साइडबाट। अनि इन्टरभ्यू दिँदाखेरि चाहिँ कुनै पनि तपाईँहरूको जुन एन्सर हुन्छ नि होइन, त्यो चाहिँ रटेर नदिनु होला। किन भन्दाखेरि त हामीले अब घोकेर बोल्दाखेरि उनीहरूले थाहा पाइदिन्छ कि हामीले घोकेर बोलेको हो कि आफैले भनेको एन्सर हो भनेर। किन भन्दाखेरि अब त्यो मान्छेले दिनमा हामी जस्तै 10वटा 20वटा होइन स्टुडेन्टहरूलाई एटेन्ड गरेर हुन्छ, क्वेसन एन्सर लिएर हुन्छ, उसको चाहिँ डेली एक्टिभिटिज नै त्यही हो। अब कति मान्छेहरूले अनि कसले के बोल्यो भन्दाखेरि उसलाई थाहा हुन्छ क्या त्यो कन्सेप्टबाट चाहिँ कि हामीले बोलेको कुरा होइन यो लेखेको हो कि मतलब हामीले लेखेर त्यसलाई घोकेर बोलिरहेछौँ, त्यही एन्सर बोलिरहेछौँ कि होइन, त्यो एन्सर घोकेको टाइपको हो कि यो मान्छेले सोचेर अनि आफैले बोलिरहेछ कि भनेर। सो इन्टरभ्यू दिँदाखेरि चाहिँ नातिनु होला होइन। जति नै टाइम लिन पाइन्छ, जस्तो टाइम लिमिट चाहिँ हुँदैन कि 10 मिनट हो, सो 10 मिनटमा सकिसक्नुपर्छ भन्ने हुँदैन। तपाईँको स्टार्टिङ टाइम मात्र फिक्स हुन्छ। स्टार्टिङ भएपछि जति पनि लामो होइन तपाईँलाई मिनिमम 1 आवर त दिन्छ। सो नआत्तिकन सोच्नु र होइन बिस्तारै बोल्नु। त्यो मान्छेले नि लेखिरहेको हुन्छ, सो ऊ लेख्दाखेरि पनि एउटा स्लो हुन्छ, लेख्दै बिस्तारै लेखिरहेको हुन्छ। तपाईँलाई त्यो टाइमिङ नै हुन्छ त्यो लेख्ने गर्दाखेरि।
अनि सोच्दै बोल्दै तपाईँहरूले चाहिँ आफ्नो भन्न सक्नुहुन्छ होइन सबै एन्सरहरू चाहिँ। सो इन्टरभ्यू चाहिँ अलिकति राम्रोसँग गर्नु होला। इन्टरभ्यू गर्नुभयो भने चाहिँ राम्रो भयो भने भिसाको लागि चाहिँ केही पनि त्यस्तो आतिनु पर्ने या त डराउनु पर्ने जस्तो चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि अफर लेटर आएपछि नै तपाईँहरूको होइन भिसा चाहिँ आएकै हो भने बुझ्दा नि हुन्छ। तर अब अहिले त्यो इन्टरभ्यू हालेर बिचमा चाहिँ अलिकति एउटा स्टेप बढेको मात्रै हो। तर त्यो त्यस्तो गाह्रोको लागि चाहिँ इन्टरभ्यू हालेको होइन। यति गरिसकेपछि तपाईँहरूले अब सबै प्रोसेसहरू सकिन्छ। सो अब वेट गर्ने र वेट गरेपछि चाहिँ तपाईँको भिसा र इन्टरभ्यू सबै राम्रो भएको छ भने चाहिँ पक्कै पनि होइन तपाईँको भिसा चाहिँ आउँछ नै। र डेनमार्कको अहिलेसम्म पनि रिजेक्सन भएको चाहिँ नेपालबाट केसहरू चाहिँ त्यस्तो खासै पनि छैन। केही पेपरहरू चाहिँ फेक दिएर रिजेक्सन भयो होला भन्ने त बेग्लै हो। तर कुनै पनि स्टुडेन्टको अफर लेटर आइसकेपछि होइन या इन्टरभ्यूले गर्दा रिजेक्ट हुने भनेको चाहिँ आई थिङ्क 1 देखि 2% मात्रै होला त्यस्तो। तर छैन 98% जति भनेपछि त्यो सब भइसकेपछि हाम्रो चाहिँ भिसा 100% स्योर नै हुन्छ। सो त्यसको लागि चाहिँ नआत्तिनु होकन वेट गर्नु होला। टाइम चाहिँ अलिकति लाग्ने रहेछ अरू कन्ट्रीको भन्दा चाहिँ होइन। डेनमार्कको चाहिँ प्रोसेस अलिक लामो छ, लङ टाइम लाग्छ होइन। प्रोसेस हुनलाई नै यस्तो अब फर्महरू आउनलाई नै कहिलेकाहीँ 15 दिन 20 दिन 1 महिना लाग्छ भिसाको प्रोसेस। अब त्यो टाइमिङहरू नै हुन्छ। अब भिसा लाउँदाखेरि पनि चाहिँ तपाईँले के हुन्छ भन्दाखेरि हाम्रो डेडलाइन कलेज स्टार्ट हुनुभन्दा टाइमभन्दा चाहिँ ठ्याक्क 2 महिना जति या त 1.5 महिना अगाडि नै अप्लाई गर्नुपर्ने हुन्छ ताकि ढिलो भयो भने पनि हाम्रो चाहिँ भिसा टाइममा आओस् होइन। सो तपाईँहरू यदि आफै अप्लाई गर्दै हुनुहुन्छ भने सकेसम्म 2 महिना या त 1.5 महिना अगाडि नै भिसाको चाहिँ फर्महरू बुझाइसकेर एप्लिकेसनहरू बायोमेट्रिकहरू भ्याउने गरी चाहिँ बुक गर्नु होला डेडलाइन। आज चाहिँ मैले यति चाहिँ भने। अब नेक्स्ट भिडियोमा म अर्को टपिक लिएर आउँछु। सो तपाईँहरूलाई यदि यहाँबाट केही भन्न मन छ या तपाईँहरूलाई केही अरू कुरा छ जुन मैले मिस गरेँ होला होइन। अब कतिपय क्वेसनहरू जुन मैले आन्सर गर्न सकेको छैन होला यो भिडियोबाट। सो त्यो चाहिँ तपाईँले त्यस्तो बुझ्न या भन्न मन छ सोध्नु मन छ भने कमेन्ट गर्नु होला आफ्नो क्वेसन। त्यो कमेन्टमा चाहिँ लेखिदिनु होला। म त्यसको चाहिँ सकेसम्म रिप्लाई दिएर अर्को भिडियोमा या त कमेन्टमै लेखेर भयो नि या त भिडियो नै बनाउनु पर्ने टपिक रहेछ भने म त्यसको चाहिँ बारेमा नि भिडियो बनाएर तपाईँहरूलाई हेल्प गर्छु। सो प्लिज भिडियो कस्तो लाग्छ लास्टमा चाहिँ म भन्न चाहन्छु कि लाइक र कमेन्ट चाहिँ गर्नु होला आफ्नो तपाईँहरूलाई के लाग्यो कस्तो लाग्यो होइन तपाईँहरूको थट के छ भनेर त्यो चाहिँ प्लिज मलाई चाहिँ कमेन्टमा भन्नु होला।